फागुन 21 गते निर्वाचन हुने भनेर एउटा अभियान चलिरहेको छ, प्रयासहरू चलिरहेका छन्। हामी भनिरहेका छौँ निर्वाचनको वातावरण शान्तिका लागि शान्तिको हिसाबबाट अथवा सुरक्षाको हिसाबबाट बनिरहेको छैन। हिजो मात्रै पनि बारामा जुन प्रकारका गोलीकाण्ड भए, घरमै गएर मानिसलाई गोली हानेर हत्या गर्ने खालका कुराहरू, यस्ता कुराहरूले प्रकट गर्दछन् उत्तेजनात्मक अभिव्यक्तिहरू जुन आइरहेका छन्, घृणा फैलाउने अभिव्यक्तिहरू जो आइरहेका छन्, त्यसले पनि वातावरण बनाइरहेको छैन। हामी फेरि पनि भनिरहेका छौँ लुटिएका हतियारहरू फिर्ता भइसकेका छैनन् र फरार अभियुक्तहरू अथवा दोषी करार गरिएका व्यक्तिहरू जेल फोडेर जो बाहिर निकालिए, ती तत्त्वहरू बाहिरै छन्, सरकारको नियन्त्रणमा आइसकेका छैन। यस प्रकारको स्थिति छ। विश्वसनीय वातावरण पनि बनेको छैन। जुन प्रकारका क्रियाकलापहरू सरकारी संस्थाहरूबाट र जिम्मेवार निर्वाचनसँग सम्बन्धित सरकारवाला निकायहरूबाटै भइरहेका छन्, त्यसले पनि विश्वासको वातावरणलाई कमजोर बनाएको छ। यस्तै अवस्था भए पनि निर्वाचन फागुन 21 गते नै हुन्छ भनेर सरकार लागिरहेको छ। हामी सबै त्यसमा तयारीका साथ अघि बढिरहेका छौँ। यति बेला मेरो मनमा म यो भदौ 23-24 का घटनाहरू सम्झिरहेको छु। मेरो मनमा ती घटनाहरू आइरहेका छन्। 24 गते देशव्यापी रूपमा निर्वाध आगजनी भयो, तोडफोड भयो, लुटपाट भयो। सरकारी सम्पत्ति, राज्यको सम्पत्ति, जनप्रतिनिधि निकायका कार्यालयहरू, संरचनाहरू, त्यसै गरेर सरकारी कार्यालयहरू, प्रहरी कार्यालयहरू र ऐतिहासिक यस्ता धरोहरहरू, सर्वोच्च अदालत र अन्य अदालतहरू, उद्यमी व्यवसायीका घर, व्यवसाय, व्यावसायिक भवन, प्रतिष्ठानहरू र छानिकन राजनीतिक दलहरूका कार्यालयहरू, राजनीतिक नेता व्यक्तिहरूका घरहरू जलाउने र ध्वस्त पार्ने काम भए। त्यसका लागि यी 24 गतेका घटनाहरू भए, 25 गतेका घटनाहरू भए होला, तर त्यसका लागि 23 गते नै केही नवयुवाहरूको हत्या गर्ने प्रपञ्च गरियो र त्यो अर्काको टाउकोमा दोष लगाउने खालका काम गरियो। यस्तो गरी हल्ला चलाइयो। मानिलिउँ प्रधानमन्त्रीले बन्दुक बोकेका थियो, प्रधानमन्त्रीले गोली चलाएको थियो, प्रधानमन्त्रीले कमान्ड गरेर त्यहाँ गोली चलाऊ भनेर आदेश दिएको थियो जस्ता खालका भ्रमहरू फिजाउने कुराहरू गरिए र अत्यन्तै झुट प्रचारद्वारा तत्कालीन प्रधानमन्त्री जो म थिएँ, मलाई दोषी करार गर्ने प्रयासहरू भए। देश जल्यो।